सेना त आएको र तर सेना आए सेना चाहिँ अब त सबै भएपछि सकिएपछि आयो के फिल्मको एन्ड भएपछि अब त्यहाँ आएर के गर्ने जो मुभी बन्न थियो बनिसक्यो जो त्यहाँ तहस नहस हुन थियो भइसक्यो जो नोक्सान हुन थियो भइसक्यो अब यो हिजोको आन्दोलन तपाईले नै सुन्नुभयो होला खासमा दोषी चाहिँ को भयो त्यो के हो खासमा पत्रकार त्यसरी मर्नु त एकदम नराम्रो हो नि त लाइक नेपाली दाजुभाइ नै मर्नु भनेको त अब यसमा दोषी कला भन्नुहुन्छ अब एकतिर राजावादी छन् हामी राजावादी हो भन्नु त्यसको लिडर दुर्गा प्रसाई थिए दुर्गा प्रसाई त अब उनी पहिला प्रचण्डको नेतृत्व गर्थे त्यसपछि ओलीको नेतृत्व गरे अहिले राजाको नेतृत्व गर्दैछन् हैन अब मेन आन्दोलन खडा गरेको चाहिँ तिनीहरूले हो एकतिर अब अर्को पक्षमा अब अर्को पक्षमा गर्नलाई बुटोलको मणिग्राम जान पर्छ रे कहाँ हो मणिग्राम भनेको इन्टु थ्रीमा टुट पडौँ आज अनि खाना भयो त माइल दाइ हजुरको एकजनाको सिक्री हराए रे ल हेर्नु त एकजनाको सिक्री पनि हराएछ बिचरा अरे मान्छेका ज्यान गयो तपाईँले सिक्रीका कुरा गरेर बस्नुहुन्छ सिक्री त फेरि किन्न सक्छ के हो गरेर कमाए बा ज्यान आउँछ र दुबारा होइन एकजनाको त्यो पनि गयो भन्ने कुरो गर्नुभयो होला नि त यहाँ राजु अधिकारी तल हाने पनि त भएको र साले तेरै कनपट्टिया निश्चय चाहिँ कसैले हानिदियो नि के गर्छ तँले भन्छ अर्का कुरा गर्छ साले अरूलाई चाहिँ नराम्रो चिताउनेको आफै नोक्सान हुन्छ कि पहिले तेरो हात खुट्टा भाँचिला ध्यान राख बुझिस् राजु अधिकारी अनि अरूलाई नराम्रो सोध्छ नि साले भोलिको दिनमा तेरै ठुन्केला हात खुट्टा फेरि याद राख बुझिस् त्यही भएर अर्काको बारे नराम्रो नलेख बुझिस् नमजाले भेट्यो नमजाले भेट्यो फेरि अर्का बारे नराम्रो लेख्छ यार तेरै ठुन्कियो भने के गर्छ भोलि हात खुट्टा कसैलाई पनि कुभलो सोच्ने होइन क्या सबैको भलो होस् भने सोच्नुपर्छ कमेन्ट नपढ्नु माइला दाइ रिसन हुन्छ रे मैले पढेको छैन त्यस्तो नराम्रो कमेन्ट पढ्दिनँ नि म राम्रो लेखा छन् भने मात्र पढ्ने हो नराम्रो म पढ्दिनँ मलाई हिजै माइला दाइले भनिसक्नुभयो नराम्रो कमेन्ट समेत नपढ्नु भनेर हो नि उनीहरूलाई अब एकछिन कमेन्ट बन्द गरिदिन्छु मैले यिनीहरूले फेरि उल्टा सिल्टा लेखा फायर गराउँछ फायर बनाइसके त तपाईँलाई अघि कसले रे त्यस्तो लेखेको कौनो थियो त भुसिया कुकुर साला ल छोड्नुहोस् जो पनि थियो त कुकुरै हो भन्छु मैले मान्छे अब उहाँ देशका कुरा छैनन् के कमसेकम देशमा यस्तो भयो हामीले त कमसेकम त्यहाँका कुरा त गरियो छ नि त त्यहाँ यस्तो यिनीहरूलाई त सुन्न पनि छैन ल होइन यस्तो भइसके यिनीहरू के भएको यो ल भन्नुहोस् सुन्नै नखोज्ने खालि लेख्न मात्र खोज्ने सुन्नै नखोज्ने कि कसैका कुराहरू सुन्नै नखोज्ने कि के भएको यिनीहरूलाई ल भन्नुहोस् त यस्तै नै हुन्छ अब आफूभन्दा ठुलाको कुरो जाने बुझा मान्छेको कुरा अलिकति के हो कसो हो त्यही त अनि केही सिक्नु पर्छ अथवा केही चलो उनीहरूले सिक्न नचाहे पनि सुन्न त पर्यो नि त कतिपय कुराहरू नि त त्यसले मान्छेले अर्थ यो संसारमा हेर्नुहोस् एकजनाले मात्रै संसार चल्तो भन्ने हो नि त अरू किन चाहिन्थ्यो यहाँ त करोडौँ अरबौँ लाखौँ सबैको दिमाग मिलेर सबैको आइडियाहरू मिलेर अनि चाहिँ सबै चिज तयार हुने हो नि त कसैले पाउ बनाउँछ कसैले भात बनाउँछ कसैले तरकारी बनाउँछ कसैले मासु बनाउँछ कसैले बाटो खन्छ कसैले बेल्चा चलाउँछ कसैले पुल बनाउँछ कसैले यहाँ लेखे हुन्छ कसैले अपरेसन गर्छ डाक्टर बनेर कसैले प्लेन उडाएछ कसैले गाडी चलाएछ कसैले चाहिँ खनिज निकालेको छ कसैले पत्ता लगाएको छ कसैले वैज्ञानिक बनिएको छ कोही चन्द्रमामा पुगेको छ पत्ता लागेको छ भन्नलाई चाहिँ यस्तो गर्नुपर्छ त्यही त कति नाचिया छन् कति गाएका छन् होइन सबै अलग अलग सबैको यहाँ कतिले कपडा सिलाएछन् कसैले हलो जोतिया छन् कसैले घाँस काटिया छन् कसैले गोबर फालेका छन्
यो सबै चाहिन्छ नि हेर यो संसारमा एकजनाले हुँदैन कि यो संसार चल्दैन त्यही भएर त ऊ सिडनी जस्तो मान्छे पनि चाहियो माइला दाई जस्तो मान्छे पनि चाहियो अनि बल्ल यो सबै चल्छ त्यही भएर सबै चाहियो सबैको जरुरत छ आफ्नो आफ्नो जग्गामा ढुङ्गा बेल्चा उठाउनेको पनि आवश्यक छ अनि हामी गएर उठाउँछौँ ढुङ्गा बेल्चा थ्याङ्क यू टुमोरोज गाइज बाटो खोज्ने हामीले खालि त बाटो बनाउने त आइडिया हामीले त बिल्डिङ बनाउने जो इन्जिनियर हुन्छ हामीले त इन्जिनियरलाई वाह 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 गर्छौँ तर जो त्यहाँको लेबर जो मेन चाहिने नभएर घसिनी लेबर हो त्यहाँ तिनी लेबर नभए त इन्जिनियरले के गर्छ नक्सा मात्रै कोरेर बिल्डिङ बन्छ बन्दैन नि त त्यही भएर सबै त्यो लेबरको पनि त्यति आवश्यक छ हेर्नुहोस् इन्जिनियरको जति आवश्यक छ लेबरको पनि त्यति आवश्यक छ त्यही भएर कसैलाई पनि ठुलो कसैलाई पनि सानो नसोचौँ सबैलाई समान सोचौँ सबैको आवश्यक पर्छ सबैसित ज्ञान लिनुपर्छ सबैको ज्ञान हुन्छ सबैको दिमाग सबैबाट हामीले शिक्षा लिनुपर्छ इन्जिनियरहरू यता नि होला नि खोज्नु त दाजु रे इन्जिनियरहरू सबै बेरोजगार छन् यहाँ पनि कति छन् इन्जिनियर कमेन्ट हेर्दै बसिरहेको अहिले मैले यति चिया बसालेर आएँ चिया खान मन लाग्यो हुन्छ माइल दाई चिया बसाल्न जानु भएको छ केटा हो होइन उल्टा सुधा नलेखौँ उता माइलो दाईलाई कमेन्ट खोल्नु भन्नु त रे कमेन्ट बन्द छ हो माइल दाई तपाईँको पारेको रे कहिले हो र तिमीहरूले कमेन्ट लेखेर मलाई पढ्न लगाएर अनि माइल दाईको चिर्डिन खोज्या होला म पढ्दिनँ तिमीहरू कमेन्ट कमेन्ट अन गर न कमेन्ट अन गर न यसको आन्दोलनको कमेन्ट अफ गर्ने के हो फेरि रे कमेन्ट अफ नगर एउटै कमेन्ट 10 चोटि आउँछ रे केही हुन्न 20 चोटि आएन के भयो त रमाइलो त हो नि टिकटक भनेको रमाइलोको लागि आएको हो लेख्नुहुन्न केटा हो साथी गयो माथि लगाएर बस्नु भन्नु मेला तैला उचल्दै बस्छ बुढा रे पुण्यलाई जोड न पुण्यलाई जोडौँ भन्छ कहाँ पुण्यलाई जोड्नु नि मैले गेम अन गर्न आउनु पर्यो एकचोटि थ्याङ्क यू ल अहिलेको एमभीपी को नाम पढ्छु म लिना क्वीन किलर किङ गोर्खेडन म्याजिक म्यान ल सबै हो केटा यतातिर त सपोर्टै गर्दैन यार दाइ नभए त ओइ केटा हो कहाँ हराउ हो के गर्दै छन् म माइला दाइलाई कमेन्ट खोल्न भन्नु न प्लिज रे माइला दाइ अहिले आउनुहुन्छ चिया पकाउन जानु भएको छ अनि त्यस पछाडि गेम खेलेको पैसाले गर्नु पर्छ भनिदिनु त निकेशले हेरिसक्यो भनिदिनु न रे
गेम खेलेर पैसा भएकै छैन होला बिचरा कसरी अनि कसको यो कमेन्ट राजु अधिकारी ओ माय गॉड के भयो साथी हो के भयो व्हाट इज दिस माइला दाइ चिया पकाउने न्युले सुर्ती खान गए भन्दैछन् सुर्ती खानु पर्दा यही जो खान्छु सुर्ती खानु पर्यो मलाई के आइतबार कुर्नु पर्यो यही जो खाइहाल्छु त्यही भने त्यही बसेर खाइदिनुहुन्छ नि त्यही त केटा हो के भन्छन् हो कमेन्ट खोल्दिन भने आनि क्या जात्रै उपद्रो मस्काउँछौ के कमेन्ट त्यही भएर बन्द गरेको ठिक्क खोलिदिनु रुपा वेलकम के छ रुपा होइन कमेन्ट खोलिदिनु केटाहरूले रमाइलो गरेका त हो नि उनीहरूलाई पनि रमाइलो हो केही छैन किलर किङ समस्या ठिक्क लेख के केटा जो पायो उही लेख्न हुन्न नि त जे पट्टि उही लेखेपछि त त्यहाँ हामीलाई रिस उठ्छ नि त जे पाए त्यही नलेख यस्तो यो बासी समस्या केही नलेख के गाइज राम्रो कमेन्ट गर न ऊ के अरे अघि पुण्यजीसँग गेम खेलेको थिएँ जोडिम भन्दै थिएँ मैले फेरि माइल दाइलाई नसोधिकन म जोडिन्न भनेर भनिदिएँ होइन यस्तो को पुण्यजी पुण्य गौतमजी जोड्न भन्नुहोस् यो म भर्खर योभन्दा अगाडि खेलेको थिएँ होइन तपाईँ मुस्कान दिदीसँग खेल्दै हुनुहुँदो रहेछ अनि तपाईँलाई सोध्नु भयो अनि माइल दाइसँग खेल्नु भएको छ कि छैन सिडनीजी भनेर मैले हिजो त म आइनँ अस्ति चाहिँ खेलेको थिएँ माइल दाइसँग भनेर भने अनि आजकल के छ तपाईँ खेल्नुहुन्न भनेको म आजकल खेलेको छैन एकचोटि ल तपाईँसँग साथी हुनुहुन्छ भने जोइन गर्नु न त अहिले एकचोटि खेलौँ 3 जना बसौँ भन्दै हुनुहुन्थ्यो अनि मैले चाहिँ के भने नि अब टिकटक भनेको हामी रमाइलो गर्न आएका हौँ हामीलाई कोही रिसिभी नै छैन हामी सबै चाहिन्छ होइन एकले अर्कालाई अनि किन रिसिभी गर्नु छ र जे भए पनि अब हामी दाजुभाइको कुरो हो अब कुरा गरौँ राम्ररी बसौँ त्यसरी रिसिभी रिस राग राख्न हुन्न भनेको ल जोड्नु न त एकचोटि त्यसो भए भन्दै हुनुहुन्थ्यो अनि मैले फेरि अब तपाईँलाई नसोधिकन किनकि अस्ति बोकाले नि माफी माग्छु भन्दै तपाईँ निस्केर जानुभयो नि त अनि म माइल दाइलाई सोध्छु अनि मात्र भनेर भने बोकाका कुरा नगर्नुहोस् कि सिडनीजी बोका कस्तो मान्छे छ नि तपाईँलाई थाहा छ राम्रोसँग होइन बोकाले होइन यस्तो हो के तपाईँले मिल्ने भनेर के चाहिँ मान्छेलाई चाहिँ नपरो पहिला त्यसलाई चोर भन्ने फटा भन्ने त्यसलाई जलित गर्ने त्यसलाई बदनाम गर्ने त्यसलाई अपमान गर्ने मेरो कुरा सुन्नुहोस् कोहीको पनि लायक नराख्ने त्यसलाई अनि पछि माफी मागेर हुन्छ र पहिले होस पुर्याउनु पर्यो नि त भन्ने अन्त पहिल्यै अनि बोकाले चाहिँ नपऱ्यो बार त्यो चाहिँ नपऱ्यो त्यो फलानु जीप फलानु ऊ भन्दै चाहिँ भिडियो राख्दै गरेको छ अस्ति पनि राखेको हिजो पनि राखेको अनि तपाईँले त्यसैलाई जोडाउन भन्नुहुन्छ मान्छे सुध्रन पर्छ के एकचोटि गल्ती हुन्छ दुईचोटि गल्ती हुन्छ 3 चोटि हुन्छ बार गल्ती गरेपछि त कसले माफ गर्छ र हामी के चाहिँ दुनियाँको चाहिँ टोल बन्न आएको हो र भन्नुहोस् त हाम्रो पनि त इज्जत होला हाम्रो पनि सम्मान होला टिकटक भन्दैमा जथाभावी गर्न पाइन्छ र एक दिन हुन्छ 2 दिन हुन्छ मजाक पनि केही सीमितको हुन्छ ओभर चाहिँ मजाक हुन्छ र ल भन्नुहोस् त टिकटकको भन्दैमा ओभर चाहिँ फाइदा कसलाई चाहिन्छ हामीलाई अरुण इज द किङ होइन मैले भनेको चाहिँ यस्तो माइल दाइ मैले भनेको चाहिँ जस्तै अब अहिले हामी उसँग तपाईँले अब ल नबोल्दा गेम नखेल्दा उसले राखिरहेछ नि त झन् बढी भइरहेछ नि त भिडियो मैले भनेको चाहिँ बरु भेटेरै कुरा गरौँ एकचोटि राम्ररी कुरा गरौँ माफी माग्न लगाऊ र त्यो बन्द गरिदिउँ त्यो त माथि गइरहेछ नि त तपाईँलाई याद छ कि छैन एउटा कुरा म भन्छु आजभन्दा 1 वर्ष अगाडि उसले त्यस्तै एउटा भिडियो हाल्दाखेरि मैले यसरी नै लाइभमा ल्याएर तँ हटा भनेपछि उसले हटाएको थियो नि थियो कि छैन भन्नु त यस्तो हो कि जति माथि गए पनि के भन्छ न एउटा कहावत यहाँ भन्न मिलेन होइन जति माथि गयो के जाति चाहिँ नपऱ्यो त तलैका तलै भन्ने एउटा आहान छ नि सुन्नु आहा नि त्यही भएर त नराम्रो चाहिँ गरेर माथि गएको मान्छेको कुनै पनि चाहिँ नपऱ्यो त ऊ हुँदैन के हेर्नु अनि सर थ्याङ्क यू थ्याङ्क यू अरुणजी थ्याङ्क यू सर ब्रान्डेड बोको जति अगाडि गए पनि उसको अस्तित्व भनेको उसको बोकैको हुन्छ कि ओहो किनभने राम्रो अर्कालाई चाहिँ अपमान गरेर अर्काको चाहिँ नभए टोल बनाएर चाहिँ अगाडि बढ्ने होइन नि त आफ्नो दममा अगाडि बढ्नुपर्छ कि सिडनीजी थ्याङ्क यू सर अरुणजी हाम्रो एमएपी हुनु धन्यवाद छ अरुणजी थ्याङ्क यू सो मच तेजेन्द्र पुन थ्याङ्क यू सो मच तपाईँलाई मनपर्छ होला ब्रान्डेड बोकु
होइन मैले केही भन्दिनँ तर ब्रान्डेड बोकुको मेरो कुरा सुन्नुहोस् ब्रान्डेड बोकुको व्यवहार ठिक छैन आदत ठिक छैन बुझ्नुभयो कसैलाई त्यस्तो दलित पनि गर्ने होइन कि हामी जीव हो पशु हो हामी ल भन्नु त बार त्यसले पशुको भिडियो बनाउँदै उ गर्दै मजाक उडाउँदै गर्छ त्यस्तो गर्ने हो होइन त्यो त एकदम गलत गरे हो गलत कुरालाई चाहिँ हामीले गलतै भन्नुपर्छ यस्तो मलाई बोकु मन पर्छ होइन यस्तो यस्तो माइल दाइ मलाई तपाईँ पनि मन पर्छ पुण्यजी नि मन पर्छ बोका नि मन पर्छ सुपरम्यान नि मन पर्छ भस्मासुर नि मन पर्छ होइन मलाई सबै राम्रो काम गर्यो भने सबै राम्रो चिजको चाहिँ म राम्रै कुरा गर्छु होइन अब एक जग्गा साधु छ एक जग्गा चोर छ अब त्यो चोरले चोरी गरेको छ भने त्यसलाई मन पार्न त पाइएन नि त चोरलाई त चोर छु भन्न सक्नु पर्यो साधुलाई साधु छु भन्न सक्नु पर्यो तर हामीले चाहिँ एउटा कुरा के भन्दाखेरि ब्रान्डेडलाई अब बागलुङे ठिटो कसैले बागलुङे ठिटोलाई पनि मन पार्छन् तर मैले के भन्छु भने बागलुङे ठिटो पनि ठिक छैन किन भन्नुहुन्छ भने उसले मेरा भोइस लवर चाहिँ मलाई चाहिँ टोल बनाएर अगाडि बढेको मान्छे त जति माथि गए पनि चिन्दाखेरि के भन्छन् त भोलि बिहान रिस उठ्दाखेरि तपाईँले पनि त्यही भन्नुहुन्छ त जब माइलदाईको टोल बनाएर त अगाडि बढेको ब्रान्डेड बोकालाई पनि त्यही भन्छन् कि त पनि खोज्छ बारी हो मुला होस् र होइन अर्का आउँछ हिँड्नु पर्यो उल्टा सिल्टा भिडियो बनाएर भ्युज कमाउनु त होस् भनिहाल्छन् क्या त्यसलाई पनि त्यही भएर मैले आफ्ना कन्टेन्ट बनाओ राम्रो बनाओ होइन यदि ऊ ब्रान्डेड मसँग मिल्ने हो भन्ने भने सर्वप्रथम उसले सम्पूर्ण भिडियोहरू डिलिट गर्नु पर्यो होइन मलाई त उसले जोड दिनु भने भएर म तपाईँसँगै गेम खेल्दा कि कोसँग गेम खेल्दाखेरि उसले आएर कमेन्ट गरे हो अनि त्यस पछाडि चाहिँ ल माइल दाइसँगै कुरा गरौँ भनेपछि होइन म भेनासँग सरी नै भन्छु माफी माग्छु नै भने हो है उसले त्यस्तो ठुलो कुरो केही गरेको थिएन माइल दाइ बुनु वेलकम रुपा के गर्दैछ टिप्नीजी कस्तो भन्नुहुन्छ भने के गर्दैछु चिया खायौ अब तपाईँलाई थाहा छ तपाईँसँग बोका हिजो मेरो कुरा सुन्नु ह सुनिरहेको छु तपाईँसँग जोडिँदाखेरि बोकाले के भनेको बुढालाई लगेर चाहिँ यता भाउजूले सुनिराखेकी थिए बुढालाई चाहिँ जोडौँ अनि चाहिँ जोडेपछि हामीलाई भ्युवर्स चाहियो छ हामीलाई 4000 भ्युवर्स आउँछन् बुढासित जोडिसकेपछि बुढाले के भन्दा रहेछन् हेरौँ त्यसपछि टाप कसौँ एकदम गलत हो उसले के भनेको भन्दाखेरि 4 करोड मानिसले चाहिँ म र माइल दाइको म्याच हेर्न खोजिरहेछन् हामी मिल्यौँ भने फेरि म्याच खेल्छौँ सबै 4 लाखमा भ्युवर हुन्छ हामी खेल्यौँ भने भनेको तपाईलाई त्यति बेला जोडेर 4000 भने होला 4000 4 लाख जे होस् त्यही भनेको तर तपाईलाई जोडेर त्यो उ गराउनलाई होइन कि तपाईँ र ब्रान्डेड बोका गेम खेल्यो भने चाहिँ भ्युवरहरू बढ्छन् उनीहरू 4 लाख कि 4000ले चाहिँ हेर्न चाहिरहेछन् हामी दुईटाको गेम माइल दाइसँग फेरि पनि भनेको उसले नराम्रो त्यो भाउजूले सुन्दाखेरि मिस्टेक सुन्नु भयो होला उसले त्यो भनेको होइन यत्रो मान्छेहरूले उ गरेका छन् उसले लगेर उता मेरा भिडियो मेरो टोल बनाएर हाल्ने अनि त्यससित जोडिने कौन चाहिँ उसले दिन्छ र कौन विधानले दिन्छ र भन्नुहोस् त तपाईँले मलाई चोर भनेर चाहिँ नपर मेरो भिडियो बनाउनु अनि तपाईँसित गएर म गाँसिएर गेम खेल्ने त्यो विधानले दिन्छ गल्ती जोबाट नि हुन्छ होइन त्यसो भए त रत्नाकर डाकुलाई चाहिँ डाकु नै छोड्दै भइहाल्थ्यो नि त वाल्मीकिले किन उनलाई चाहिँ कालिदास बनाए त पहिला त रत्नाकर त सुध्रो नि त उसले सुध्रन पर्यो नि त बोका सुध्रेन नि त सुध्रने मौका त बार दियो त छकर त्यसलाई तर सुध्रन पर्यो त भिडियो डिलिट गर्न परेन पहिला त्यसको पहिला सुध्रने मार्ग भनेको भिडियो डिलिट गरिदिन पर्यो हाम्रा भिडियो नहाल्नु मेरो भनाइ अब बोका जोडियो भने माइल दाइको त्यो भिडियो तैँले चाहिँ डिलिट होइन उसको ठुलो भिडियोबाट त सबै डिलिट भयो त्यो ठुलो मेन आइडी नै गइसक्यो नि त उसको जुन पहिला हालेको थियो नि मलाई टोल बना निकाल्नु दाइरे बिउको कुरा किन निकाल्नु नि अहिले बोकाको कुरा भइरहेको बेला अरूको कुरा किन निकाल्नु बिउको कुरा निकाल्नु त बिउको के हो किन गेम नखेले भन्छन् यिनीहरू ए बिउ त अब खै आइ छैन आजभोलि लाइफमा आइ छैन साँच्ची के भएछ बिउ साँच्ची आजकल आएको मैले नि देखाएको छैन केही काम होला केही होला तकुनी मामा वेलकम सिटी वेलकम त्यति सन्च पनि छैन क्या हो क्या बिउलाई नत्र होइन आइरहने मान्छे हुनु नि आउन त